हेलो गाइस, दर्शन नमस्ते। यो मेरो विवाहको घोडामा चढेको भिडियोहरू हो हैन, तपाईले हेर्न सक्नुहुन्छ। यो मैले पहिलोपटक हैन, जीवनमा पहिलोपटक घोडामा चढेर आफ्नै विवाहमा यो फोटो भिडियोहरू छ हैन, हेर्न सक्नुहुन्छ हजुरहरूले। पहिलोपटक घोडामा चढ्दाखेरि मलाई लास्टै अर्कै फिल भइरहेको थियो हैन। थाहै थिएन कसरी के हुन्छ कस्तो हुन्छ, बस्न पनि गाह्रो भएको, कहिले उता गए भन्नाले पल्टेछ, कहिले उतातिर सरेछ, यस्तै भइरहेको थियो। लास्टै गाह्रो त भएको थियो त्यसपछि, तर पनि उहाँको परम्परा हुँदो रहेछ, विवाह गरेपछि त्यहाँ घोडामा चढ्नै पर्ने रहेछ, यो समाजलाई देखाउनु पर्ने रहेछ। त्यसले गर्दा मेरो बुढी अगाडि हैन, र नानी उनको दिदीको छोरी सहित थिइन्, उनी चाहिँ म उनको पछाडि थिएँ। मेरो बुढी र उनी अगाडि नै थिए, पछाडि थिएँ म, अनि मेरो छोरा पनि हैन, प्रशान्त र म थियौँ। सानो थियो हामी चढेको घोडा, तर पनि राम्रै लाग्यो। र मेरो पछि मेरो साली आफ्नै साली थिइन्, त्यसपछि सालीको लोग्ने, त्यसपछि मेरो बुढीको साथी हैन, मलेसियाको साथी मास्लियाना थिइन्। त्यसै सन्दर्भमा पनि हाम्रो रुखबहादुर सर हैन, सुमन सर पनि आउनु भएको थियो। भिडियोहरू खिच्न, फोटोहरू खिच्न, हामीलाई भेट्न पनि आउनु भएको थियो। उहाँले पनि भिडियोहरू रेकर्ड गर्नुभएको थियो। यो मैले धेरै दिनपछि यस सामाजिक भन्नाले सञ्जालमा मैले राख्दैछु। यो भिडियो फुल छ हैन, 5 मिनेट 31 सेकेन्ड छ है। हजुरहरूले राम्रोसँग हेरेर इन्जोय गर्न सक्नुहुन्छ है त। Pakai merah-merah pula.